साथीहरू नमस्ते। जुटे भाग 255 मैले तपाईँलाई भनेको थिएँ गौरीको बच्चा मरेको हुन्छ र जिम्माले पक्कै नै रणनीति खेल्छन् भनेर। आखिर जुटे भाग 256मा त्यस्तै नै भएको छ। 256मा के भएको छ आउनुहोस् भिडियो सुरु गरौँ है त। साथीहरू गौरी एकदम बिरामी भएकी हुन्छन् र केही दिनपछि बच्चा पनि जन्माउँछिन्। बच्चा पनि चाहिँ मरेको जन्मिन्छ। त्यसै गरी बाहिर जुठे र चाउर एकदम रोएको र धर्मेलाई गाली गरेको देख्न सक्छौँ भने गाउँलेमा पनि यो कुरा पुगिसकेको हुन्छ र गाउँले पनि एकदम निशब्द भएका हुन्छन्। त्यसैगरी हामीले भिडियोमा एकदम नराम्रो खबर सुन्न पाउँछौँ। गौरी एकदम भावुक बन्दै आफ्नो काको बच्चा गुमाउँछिन् र गहिरो शोकमा डुबेकी उनी यो सत्य स्वीकार गर्दिनन् किनकि बच्चा अझै बाँचेको जस्तै माया र हेरचाह गरिरहन्छन्। साथीहरू गौरीको बच्चा मरिसकेको कुरा गाउँले थाहा पाइसकेको सबै गाउँ आउँछन्। त्यसैगरी गौरी धर्मेको घर जान्छन्। धर्मेलाई सँगै लिएर बच्चालाई पुर्न भनेर आग्रह गर्छन् र धर्मे पनि जान्छ। त्यसैगरी बच्चाले पुर्दै गर्दा गौरीले दिँदैनन्, मान्दैनन्। त्यसैगरी जबरजस्ती गरेर पनि बच्चालाई पुर्छन्। पुरिसकेपछि आउँदै गर्दा धर्मेकी पुरानी बुढी आएर गौरीलाई साथ दिन्छन् र माया गर्छन् र घरसम्म छोड्छन्। त्यसपछि हामीले देख्न सक्छौँ जिम्माल र गौरीको दाइ चाउरे एकान्तमा गएर जिम्मालले भन्छन् समाजको परम्परा तोडेकै कारण भगवानले श्राप दिएको भन्ने कुरा बताउँछन्। किनकि जिम्मालले किन भनेका हुन् भने आफ्नै छोरी जुनकेरी र जुठे बीच भएको सम्बन्ध छुटाएर उनीहरूको बिहे गर्न नदिने भन्ने प्लान भइरहेको छ। त्यसैगरी भिडियोको अन्तिममा व्यक्तिका दुखाइ पुराना र विभेदकारी सोचाइ जोगाउन कसरी दुरुपयोग गरिएको छ भन्ने बुझिन्छ।